उद्योग बन्द गर्न लगायो। मैले भर्खर अब 2 दिन भयो भन्नु पर्यो कि 3 दिन भयो मैले राखेको। मेरो यति 4-500 लेबर छ र साथसाथै चाहिँ मैले यो आगो निभाउनु पर्यो भने मेरो करोडौँको नोक्सान हुन्छ भनेर आफैले चाहिँ त्यो पेपर बनाएर त्यहाँ रिट राख्ने भयो। अनि अब राज्यको नियम पनि कस्तो थाहा भएन। औद्योगिक प्रवर्धन बोर्डको नियम छँदैछ, तुरन्त चाहिँ यो अन्तरिम आदेश जारी गर्ने, नछुनु नबन्द नगराउनु भनेर यो आदेश चाहिँ निकाल्ने। अनि त्यस्तो आदेश निकालेको हुनाले यो 3टा जिल्लामा निकालेको छ। जनकपुर उच्च अदालत जनकपुर, उच्च अदालत पाटन र यो उच्च तपाईको पाटन 3वटा चाहिँ यो ठाउँमा उच्च अदालतले यसरी निषेध जग्गा हुने यो चाहिँ के भन्छ त्यसलाई निकालेको रहेछ। त्यसलाई पनि विपक्षी बनाएको छ। र साथसाथै अब यो विषयमा के हो भन्दाखेरि जुन 21 गते हामीले रिट हाल्यो, 24 गते त्यो सुनवाई भयो। अब सुनवाई हुँदाखेरि त्यहाँ 2टा हामीले यो आदेश गरिदियो। श्रीमानले चाहिँ सर्वोच्च अदालतको कुरा गरेको एउटा के छ भन्दाखेरि जुन यो उच्च अदालत र यो जनकपुर अनि यो पाटनलाई चाहिँ के कारणले गर्यो भनेर उहाँहरूलाई एउटा पत्र पठाइदियो। अर्को चाहिँ यो नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयलाई यस्तो के हो त यो विषयमा भनेर उहाँहरूलाई चाहिँ पत्र पठायो। अब उहाँहरूलाई चाहिँ पत्र पठायो, एउटा पत्र चाहिँ उहाँहरूले पठाइदिनु भयो 2टा प्रश्नमा। अब जुन यो नेपाल सरकार यो अदालतमा पठाएको पत्रको जवाबै चाहिँ अहिले पाएको छैन। अब यो कानुनले के छ भन्दाखेरि 15 दिन म्याद हुने रहेछ। त्यसमा पनि पर्यो भने फेरि थप म्याद गर्न हुने रहेछ। यो त्यही कारणले गर्दाखेरि हामीले सोचेअनुसार यो व्यवसायले सोचेअनुसार यो अदालतबाट पनि काम गर्न अहिले गाह्रो भइरहेछ। र साथसाथै हामीले यस विषयमा यो अस्ति मात्र 4 दिन हाम्रो महासचिव विकेराटी पनि हुनुहुन्छ। हामी 3-4 जना गएर तपाईको यो उद्योग तथा आपूर्ति मन्त्रालयका